थर्काउने ग्यास नदिने भन्ने त राम्रो भयो त अब एकदम ल्याउनु सब दुनियाँ अर्को अब जस्तै अर्को कम्पनीको ग्यास लिएर आयो होइन तपाईँसँग ग्यास छ मानौँ है अब अर्को ग्यास डिलरसँग ग्यास छैन उसको कम्पनीको जुन लिएर आएछ नि यहाँ ग्यास हो त्यो चाहिँ अर्को मार्केटमा पाएन भने पिएमसँग यहाँ सारा ल्याउनु भयो ठिक छ अहिले मलाई ग्यास दिनुहोस् म लान्छु यो सिलिन्डर म भोलि नै तपाईँलाई म सल्टाइदिन्छु राखिदिनुहोस् त मलाई ग्यास दिनुहोस् ठिक छ भोलि तपाईँ सल्टाउनुहोस् लानुहोस् त्यसरी भन्दा त ठुलो कुरो भएन नि सर होइन अहिले जस्तै नामे तोकेर भन्दा पनि हाम्रो राम्ररी पहिला वाणिज्य ब्याङ्कको मान्छे हातलेबाट लानु हुँदैन कसकोबाट लानु त सारा ग्यास लिएर आउनुभयो ठिक छ दाइ अहिले यो राख्नुहोस् म यो तपाईँको ग्यास दिनुहोस् मलाई म भोलि अथवा पर्सि तपाईँलाई म जहाँबाट भए पनि मेरो सिलिन्डर मलाई म लान्छु तपाईँको सिलिन्डर म ल्याइदिन्छु भनेपछि किन नदिने आएर फर्कने ए बाबा व्यापार गऱ्यो भने हामीले म हजुरले ग्यास लानुहुन्छ भने त म आफ्नो कस्टमर चिन्दिनँ त मैले अब कहिले नआएको मान्छे मेरो फोन नम्बर दिने हिजो बिहानै मलाई दुईचोटि म माननीय बोलेको म प्रमोद के महतो बोलेको भनेर दुईचोटि फोन गर्नुभयो क्या तपाईँले ग्यास कति जहाँबाट आएको मान्छेलाई पनि दिनुहुन्न र के भन्नु त्यो सानो कुरोलाई पनि त्यो होटेल सोध्ने कुरो त होइन भने चाहिँ अब हामीले पनि लगानी लाग्छ बेच्नु नै बसेको कुन चाहिँ अहिले ब्ल्याकमा कसले गर्न सक्छ अहिले अवस्था फोटो खिचेर दुनियाँ 200 रुपियाँ लिन्ली बढीमा लिन्ली भन्ने मान्छेहरू आउँछ त्यसले भोलिको एउटा सानो कुरो त्रुटियो भने त मेरो त 25 वर्षको सङ्घर्ष त सबै यहाँ माटोमै फ्याल्दियो हुन्छ त्यो तपाईँको नियमअनुसार जे हो त्यो अनुसार बेच्नु अब अहिले हामीले होइन ठिक छ बाँकी धेरै ठुलो प्रब्लम आयो भने म सरलाई फोन गर्ने हामीलाई फोन गर्ने होइन मैले त उद्योगबाट जानु तपाईँ धेरै ग्यास धेरै प्रब्लम आयो भने त्यो त हामी सल्भ गरिहाल्छौँ खोज्नेलाई त भन्दै सामान्य कुरा त अब होइन सबै मान्छे त्यस्तो हुँदैन कोही कोही स्वयंमा इन्सान जहाँ पनि भन्छ राम्रो काम गर्नेलाई पनि त लिउडाकै हो नम्बर छैन चेन्ज गरेर